हेलो गाइज, तपाईँलाई स्वागत छ मेरो एउटा फ्री न्यू भिडियोमा। मलाई आशा छ तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। अनि आज चाहिँ म यस्तो फुर्सदमा थिएँ कि कुनै पनि के गरौँ भइरहेको थिएँ। ठ्याक्क मलाई याद आयो कि मैले चाहिँ कपडा धोएन कि, त्यसपछि म चाहिँ अब कपडा धुन्छु होइन। एउटा कपडा चाहिँ कहाँनिर छ भनेपछि यहाँनिर छ, बिहान लगाएको कपडा। यो कपडा धुनु पर्ला होइन। अनि त्यसपछि माथि पनि अलिकति छ कि जस्तो लाग्छ। अनि चाहिँ एउटा खुसी खबर के छ भने चाहिँ भोलि चाहिँ म अब बिहेमा जान लाग्छु उता सुर्खेत नानी हो घर। त्यही भएर पनि अलिकति कपडा चाहिँ रेडी गर्नुपर्ने छ। माथि गएर हेर्छु कति कपडा चाहिँ अलिकति धोको नधोको छ। धोको कपडा जति त होला 2-3टा मात्रै होला नधोको कपडा चाहिँ। हेर्छ है त, यो चाहिँ म सुत्ने कोठा हो। मेरो कपडा नधोको भनेको यो ट्र्याक धोसेन, अनि यिनी दुईटा धोसेन। त्यसपछि मैले यति नै मैले नधोको भनेको। त्यसपछि हजुरहरूलाई एउटा देखाउँछु है त, एउटा चाहिँ देखाउँछु ल। मैले चाहिँ आज बिहान लाइट जोडेको कस्तो देखिन्छ त। ए अहिले त रात त्यसो देखिन्न, रातिमा चाहिँ खतरा देखिन्छ। अरूभन्दा पनि यहाँनिरको लाइट हेर्नु, यहाँनिरको जुन यो बलिरहेको छ नि अहिले लाइटमा चाहिँ कति राम्रो देखिन्छ होला कि यो छ नि यो। अनि यो लाइट मैले चाहिँ के गरेँ, यो लाइट दामी दिन्छ भनेर यो गिलास छ नि, गिलासभित्र चाहिँ यो लाइट हालिदिएको कि, अनि कस्तो राम्रो देखिन्छ जस्तो लाग्यो मलाई। अनि यो चाहिँ साँझ थाहा हुन्छ कि म अलिकति लास्टमा चाहिँ साँझको भिडियो हालिदिनेछु हजुरमा, त्यो चाहिँ हेर्नु होला। अहिले चाहिँ त्यस्तो बाल्दैन क्या। अनि चाहिँ यतातिर यो मेरो स्टडी टेबल हो, म चाहिँ साँझ बसेर पढ्छु। हजुर यसो केही काम छैन, आज एक्लै छु। नानी चाहिँ रिसाएर आज त भर्खर सुतेर उठेको नानी, ऊ चाहिँ मोबाइल चलाएर बसिरहेको छ अहिले। आज त्यसको मुड छैन कि मसँग ब्लग बनाउने। त्यो चाहिँ अब के गर्नुपर्छ भने चाहिँ कपडा सपडा धुनु पऱ्यो। कपडा सबै धोएपछि कपडा सुकाउनु पऱ्यो। यत्तिकै मजाले बस्दिने हो। आज त केही गर्नलाई कुनै काम पनि छैन। भाउजूहरू आज उता कहाँ गरे, बजार चाहिँ जानुभएको छ विशेष कामले। त्यही भएर पनि अब चाहिँ म कपडा भिजाउँछु। बाटामा चाहिँ म पानी भर्छु पहिला। पानी भर्न आसी, अन्त यसरी चाहिँ पानी भरेर चाहिँ कपडा पहिला चाहिँ भिजाउँछु। अलिकति 5-10 मिनट जति कपडा भिजाइदिनु पर्छ, त्यसपछि चाहिँ अलिकति सजिलो पनि हुन्छ। त्यो भिजाइसकेपछि भित्र लास्ट लगाइरहेको छ। अनि फाइनली चाहिँ यति पानीमा चाहिँ अब सोडा हाल्छु। सोडा पनि थोरै छ क्या रहेछ, ठिकै रहेछ। सोडा हालेर चाहिँ बढी पनि नहालौँ होइन, लिमिटको हालौँ, लिमिटको ठिक्कको हालौँ। त्यसपछि यसलाई चाहिँ म चाहिँ अब कपडा ल्याउँछु। कपडा पनि यो कपडा चाहिँ मैले धेरै दिन भयो क्या नधोएको, पनि धेरै फोहोर देखिरहेको छ। अरू चाहिँ भर्खर मैले यो चाहिँ हिजो लगाएर माथि ह्याङ्गरमा टङ्गाएको थिएँ। यो चाहिँ बिहान मैले खोलेको। यसभित्र चाहिँ पर्स छ कि, पर्स हुन्छ यो पर्स छ। पर्स चाहिँ बाबाको पर्स। बिहान मैले यसो बाकस खोल्दाखेरि चाहिँ पर्सदेखि मलाई यस्तो रहर लाग्छ कि पर्स हाल्न चाहिँ। पर्सभित्र अलिअलि पैसा पनि होला है त। एकैछिन है, यसलाई पहिला भिजाइहालौँ। भिजाएपछि अनि पर्समा पैसा छ के छ हेर्छु है त। मैले बिहान देखेँ जस्तो लाग्छ होइन, त्यही पनि यहाँको होइन है त, कहाँको बाबाले कहाँ हाल्नु भएको थियो। हेरौँ है त, यहाँनिर हेरौँ है, खोलौँ के रहेछ है। यो पैसा त मैले यो नेपाली पैसा मैले बिहान राखेको। अनि अरू पैसा कि यो पैसा मैले पैसा छ त थाहा छ भन्ने त थाहा पाएको थियो, तर कहाँको हो भन्ने थाहा थिएन कि। यो पैसा कहाँको हो
500 रुपैयाँ 500 त रहेछ हैन यो चाहिँ यो त म्यानमारको रहेछ ल हेर्नुस् 500 म्यानमारको 500 रुपैयाँ यस्तो हुँदो रहेछ है यस्तो हुँदो रहेछ म्यानमारको 500 रुपैयाँ अनि त्यसपछि चाहिँ यो केस कहाँको हो यो अक्षर त कालो यो अक्षर त कालो अक्षर भैँसी बराबर बुझ्यौँ त हामीले यतापट्टि लेख्या होला नि है ए बङ्गलादेशको 50 रुपैयाँ रहेछ क्या कति 10 रुपैयाँ रहेछ सरी 10 रुपैयाँ रहेछ अनि त्यसपछि यो कहाँको यो चाहिँ कतारको 1 रुपैयाँ रहेछ अनि त्यसपछि यो 200 रुपैयाँ यो कहाँको फेरि इन्डोनेसिया यो इन्डोनेसियाको पैसा रहेछ यो अनि त्यसपछि यो कहाँको यो सिङ्गापुर डलर कति डलर 5 डलर रहेछ अनि त्यसपछि यो कति हो यो कहाँको यो चाहिँ यो पनि सिङ्गापुर डलर 2 डलर रहेछ पैसा त अलिअलि ठिकै रहेछ यसलाई चाहिँ काठमाडौँ गएर चाहिँ एक्सचेन्ज गर्नु पर्ला जस्तो लागिरहेको अलिअलि पैसा त हुन्छ नि हैन अलिअलि पैसा भइहाल्छ ल त यसरी बाबालाई सोधेर अनि त्यसपछि भन्नु पर्ला यो पैसालाई एक्सचेन्ज गरौँ कि के गरौँ सोधेर गर्नु पर्ला जस्तो लागेर चाहिँ किनकि आफूलाई पकेट खर्च आउँछ नि त पकेट खर्च आउँछ त्यही भएर यसलाई म एक्सचेन्ज गर्नु पर्ला जस्तो लागेको छ मेरो पैसा यति नै हो हाई गरिबी भन्छ नि यस्तै हो कि पैसा चाहिँ राखौँ अनि त्यो भिजाको पनि टाइम त भइसक्यो हैन एकचोटि चाहिँ भित्रतिर जाम नानीले के गर्दैछ हेर्नु है त नानीले के पो गर्दैछ नानी हो के लाग्यो ल हाई भनिदेऊ यस्तो गरिदेऊ न उठ न जाम बाहिर जाम म कपडा धुन्छु अनि बसौँ के है भनेको मानिहाल्यो फेरि यस्तो रहर मान्छे नि चप्पल खै तिम्रो ऊ पारि चप्पल हो त्यो चप्पल लिएर आऊ त ल जाम नानी पनि मेरो सँगसँगै आइसक्यो हेर्न लगाएको थिएँ नानी यस्तो हाई गरिदेऊ न मलाई पपी देऊ नि त अनि मलाई कति माया गर्थ्यौ यति गरिदिनु मम्मी कहाँ जानु भएको छ अरे आज कहाँ जानु भएको छ अरे तिमीलाई के ल्याइदिनुहुन्छ ठिकै यता भन त ल तिमीलाई के ल्याइदिनुहुन्छ अरे आमा चाउमिन ल्याइन्छ मलाई चाउमिन मलाई दिने कि नै कति दिने मलाई यति दिने धेरै माया गर्छौ मलाई ओके अब जाम उता म कपडा धुन्छु त्यही बसौँ है अनि त्यसपछि म कपडा धुन्छु हैन अनि त्यसपछि उता घरको काम गर्नु पर्ला थ्याङ्क यू फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट लाइक एन्ड सब्सक्राइब बाई बाई जय नेपाल गाइजहरू हजुरलाई मैले भनेको थिएँ जुन म राति म तपाईँलाई यो घरको जुन म लाइट जोइन गरेको छु त्यसलाई चाहिँ देखाउँछु भनेर हेर्नुहोस् यस्तो भएको छ यता साइडतिर मेरो हजुरबाको बाबाको फोटो छ साइड सर यो लाइनबाट लगाएर छु माथिको लाइनमा पनि छ कि है नि यो लाइनमा पनि छ अनि त्यसपछि यहाँनिर के यो चाहिँ मलाई बहुत राम्रो लाग्यो कि यो फोटो त दामी देखेको छ होइन यसको एकछिन मोबाइलको बत्ती निभाउँ है त हेर्नु न आहा कस्तो दामी देख्यो कि यो भगवान्को फोटो चाहिँ यो पनि राम्रो देख्यो यो मेरो अलिकति कोठाको अलिकति रङ्ग अलिकति चङ्गो भएको छ यो चाहिँ मेरो बेड म ओके यति नै मेरो रातिमा देखिने
बाहिरदेखि चाहिँ दामी देखिन्छ होला सबै मलाई लागिरहेछ देखिन्छ नि बत्ती निभाउँदा दामी देखिन्छ अलिअलि